हेलो एभ्रिवान वेलकम टु मेरो ब्लगमा स्वागत छ धेरै पछि तपाईँहरूलाई एकदमै स्वागत छ। आज चाहिँ म हल्का यता पोल्यान्डको ठाउँतिर छु। सो आज चाहिँ हामीहरू साथीहरूसँग घुमघाममा निस्किँदैछौँ। तपाईँहरू हेरेर प्रतिक्रिया दिनुहोला कस्तो हुन्छ हाम्रो त्यहाँको माहौलहरू होइन। हामी चाहिँ एक दुईवटा फोन किन्नको लागि हामी केटाहरूसँग जानेछौँ, हेर्दै जानुहोला। लेट्स गो। यो चाहिँ फाइनली मेट्रो स्टेसन आइसकेको कस्तो लाग्छ मटै के छ ठिक छ। ठिकै छ। आइफोन केटाहरूको किन्न आँटेको हो खास चाहिँ। अब अलिकति शान्त हाम्रो पनि बढिहाल्छ नि गरिहाल्छ होइन। 17 प्रो म्याक्स भयो त। 17 को भित्र राम्रो एकदमै दामी नै छ। 17 को राम्रो थियो नि ब्याकमा 17 को त लुक्स ठिक छैन तर फिचर्सहरू होला देखिदिएको मजा कस्तो हुँदैछ त टकटक भन्ने छ कि छैन त्यो त किनिसकेर भन्ने हो बाबु। तेरो गाजो जस्तो जाकेर तेरो गाछु मेरिन भनेको नेपालबाट ल्याएको राम्रै छ। उनको ज्याकेट हो र अरू एकदम चिसो चिसो छ है। चिसो कति छ मोटे एकदमै चिसो छ यार। तर मलाई त बढ चिसो लागेको छ यार। लास्टै चिसो छ। अब हामीहरू यहाँबाट चाहिँ एउटा बोल्ट लिएर हामीहरू एप्पल स्टोरतिर जान्छौँ। कस्तोहरू छ मौसम यस्तो छ सबै एकदम चिसो न चिसो छ। एकदम चिसो छ आज। अहिले बोल्टदेखि पनि आएर यो महलमा आइसकेको छौँ। त्यो महलमा के हुन्छ तपाईँहरूलाई म देखाउने नै छु पक्कै पनि। साथीहरू एकदमै आफ्नै गन्तव्यमा चिसो चिसो मौसममा एकदमै वाकिङ गरिराखेको छ केटाहरूले। केटाहरूले चाहिँ अहिले यहाँनिर मोबाइल छान्दैछन्। 17 अहिले 70 मात्रै धेरै जस्तो पाउँछ। त्यही भएरहरूले चाहिँ के गर्छ हेर्दै जानु। माहौल चाहिँ बब्बालै छ है। तपाईँहरूले पनि आएर भिजिट गर्न सक्नुहुन्छ। अहिले एकदमै एप्पल स्टोरमा जाँदैछौँ। गाडीहरू किन्ने भयो छानी छ। आउनुहोस् लिनुहोस् होइन मोटे। पुरानो राख्नुहोस् नयाँ लिएर जानुहोस्। पुरानो दिनुहोस् नयाँ लिएर जानुहोस्। हामी चाहिँ धेरै पछि हो 8-9 महिना जति भयो होला महलमा छिरेको होइन। 8-9 महिनापछि महल छिरेको। 8-9 महिना पछाडि कस्तो इमेजिङ हेर्नु त। ओ बबाले छ यहाँ त केटा हो। आइफोनको स्टोरमा हामीहरू आइसकेको छौँ। अहिले चाहिँ केटाहरूले सट्टासँगले फोन किनेको छ। The little more Because of the memory. card. सो अहिले चाहिँ मेरो प्यारेले चाहिँ फोन किनिसकेको छ 17 प्रो म्याक्स। अहिले चाहिँ प्यारो दाइले भनिसकेको छ। कङ्ग्रेचुलेसन मेरो प्यारे प्यारे दाइहरूलाई र केटाहरूलाई आइफोनको झोलामा बोकेर निस्किँदै हुनुहुन्छ। अब हेर्नु होला हामीहरू अझै पनि सपिङ गरेर निस्किन्छौँ भने पक्कै पनि। फाइनली हामीले समथिङ नेपालको कति हो कति लाखको जम्मा हामीले कति लाखको सपिङ गऱ्यौँ। अनि 7 लाखको रुपियाँको हामीले एकछिनमै हामीले हेर्दा डिसिजन भनेको हामीले एकछिनमा 7 लाख रुपियाँको सानो सानो झोलामा 7 लाख रुपियाँ पैसा भए अँट्दैन होला।
तर हामी एकैछिनमा हामीले उयो गरिसक्यौँ सपिङ गरिसक्यौँ अब 1 लाख जति छ ग्लास हाल्दाखेरि दुनियाँ दानी कभर हाल्दाखेरि सो युरोपमा जति पैसा कमायो यस्तैमा खर्च भइहाल्छ के गर्नु गाह्रो छ हामीलाई गाह्रो छ एप्पल स्टोरबाट 2टा एप्पल घट्यो एप्पल स्टोरले म कल गरेर त्यहाँ एप्पल स्टोरमा 2टा घटिसक्यो लिएर आउनु होला भन्नेको लागि चाहन्छु हेर्दै जानु होला अब फेरि हामी चाहिँ यहाँ ग्लासहरू हाल्नुको लागि हामीहरू आइसकेको छौँ चाहिँ हामीले यहाँनिर उता गएर फोन अनबक्सिङ गर्दैछौँ समात त्यही त अब चाहिँ अनबक्सिङ हुँदैछ फाइनली 17 खुसी त्यही त Privacy for 17. I have only for 16 and basic one for 17. 7 Pro Max मा फाइदा है प्राइभेसी ग्लास You know, basic one or with the circle. सो फेरि यहाँनिर जुन हामीले खोजेको चिज चाहिँ छैन रहेछ This is more harder. पालो हो दाइले यहाँनिर खोल्दै हुनुहुन्छ टक्कसँगले 70 प्रो म्याक्स छट्टसँगले डाङट्राङलाई फेरि अर्को पनि खोलिसक्यो सेम कलर भयो तर केही छैन एकदम राम्रो छ छट्टसँगले खोल्नै पर्ने हो पर्दैन सो आज चाहिँ यहाँनिर केटोले पनि पैसा दर कमाउने भयो त्यही होइन त्यहाँ हुन्छ प्रिमियम कम्ती पनि यस्तै होइन त्यस्तै हो होइन तर 14 15 यस्तो छैन नि त के 15 को यस्तै छ यस्तै त अनि ए 14 को यस्तो छैन क्या कहाँ ब्रान्ड फोन हो नि यार बाउ भन्ने सेम हो र यो सेम हो टाइप सी सेमै हो टाइप सी नै हो के चार्जरको फोन एउटै हो एउटैमा हुन्छ मेरो कहाँ आइफोनको ब्रान्ड हो त सो हेर्दै जानु होला फाइनल्ली उहाँ पनि 8,000 रुपियाँ साथीको नाममा कलङ भन्ने जस्तै साथीको मोबाइल लिएर यता देखानु यता मालिक चाहिँ यता हो कभर मात्र 300 को 300 जुलेटी नेपालको 12,000 12,000 रुपियाँ कभर मात्रै कभर अथवा यो ग्लासलाई पऱ्यो 100 रुपियाँ समथिङ यसलाई 4,000 पऱ्यो यो प्राइभेसी ग्लास महँगो के धेरै चाहिँ महँगो धेरै हो प्राइभेसी ग्लासलाई 2,200 भनेपछि 8,000 पऱ्यो ग्लासलाई मात्र महँगो के धेरै सो आज चाहिँ सानो यस्तो धेरै यस्तो भयो एक्सपेन्सिभ हो फाइनल चाहिँ यस्तो भयो फोन होइन छुट्टासँगले अब हामी चाहिँ कता छ केएफसीको भण्डार त्यहाँतिर गएर हामी हानेर आउँछौँ छट्टसँगले हामीहरू खाएको भिडियोहरू देखाउँला सो फाइनली हामीहरू चाहिँ अहिले छट्टसँगले यसो केएफसी खाने अनि जाने रुमतिर भनेर सल्लाह गऱ्यो है साथीहरू ल भागमा एउटा एउटा परेछ ठोकेर हामीहरूले खान थाल्यो चट्टोसँग प्राइभेट छ चेस साथीहरू अहिले खाजाहरू खाएर आइसकेको छौँ पक्कै पनि हामीहरू यो खेल्ने निर्णय गर्दैछौँ अब हेरौँ यहाँसम्म कहाँसम्म हुन्छ सँग चाहिँ पुरा प्लान भइसकेको छ है
हामी चढ्नुपर्छ है गर त्यसको लागि डन हामीहरू अब चाहिँ हामीहरू आफ्नै गन्तव्यतिर जाँदैछौँ होइन अब चट्टसँगले घुमौँ भनेको साथीहरू हतार गर्नुभयो तर जोडको देख्ने हेर्न है त्यो यो हेर्दाखेरि त के आइफोन अब सखीले मौका मिल्यो भने यो चढ्छ है केटा चट्टसँगले अब सर कमसेकम 50 रुपियाँ होस् 100 रुपियाँ होस् सखी चढ्छ यो सखी चढ्छ सर 50 रुपियाँ 200 पास यो चढ्ने हो अझ घुम्ने हो चट्टसँगले माथिबाट कस्तो देख्छ चलाएको छैन नि त जाडोको सिजन चढ्ने चढ्ने त चढ्ने हो नि प्राइस सोध्नु पऱ्यो कति छ ट्याक्क बिल काटौँ खानेसँग सरकार लाख न त्यो नाथे बिल त तिरिहाल्ने नि चाहिँ हाम्रै गाउँठाउँको म बनेको संरचना जस्तै देखिन्छ सेफ्टी हुन्छ नि यो त त्यो पुसमा त चढेको म त्यो पर छ नि रोटेपिङमा त म उतै चढेको क्या उता रोमनियामा हुँदै चढेको अब हामीहरू चढिसक्यो अब सखी यहाँ कुरी यस्तो ठाउँमा चढ्दैछ कि सखी आज स्वर्ग देख्छ आज स्वर्ग मटैले स्वर्ग देख्छ अब मटैले स्वर्ग देख्छ आज कसले कहाँ देख्नुपर्छ यता देख्नुपर्छ यसले देखाउनुपर्छ उसले चाहिँ देखाउनुपर्छ नि त स्वर्ग देखाउने केटो त्यहाँ एक्लै बस्दैछ होइन हामी 2 पिपल हियर राम्रो छ राम्रो यहाँ सके जिन्दगीमा सबैभन्दा यसमा चढ्छ आज थ्याङ्क यू अब चाहिँ हामीहरूले आफ्नै अब जहाजमा चढिसकियो हल्का डर पनि लाग्दैछ चिसोले चाहिँ हो अरू त अब पोलेनमा अब चढियो चढ्ने चाहिँ हर्दै थियो पहिलादेखि नै डर पक्रायो मोबाइल चाहिँ झर्ला फेरि एकदमै रमाइलो भइरहेछ हेर्दैछौँ कस्तो अनुभव हुन्छ होइन अब हाम्रो जहाज बिस्तारै उड्न लाग्दैछ हेर्दैछौँ ल केटो ठाउँतिर चढियो चढियो डर लाग्यो यस्तो देखेछ कहाँ छ घिसिङ्गे यता हेर
माई गॉड चिसो लाग्यो चिसो चिसो भयो चिसो मोटे मोटे यहाँ चढ्नुलाई ठुलो मुटु चाहिन्छ चाहिँदैन भन्छ 100% ठुलो मुटु चाहिन्छ होइन मुटु छ त्यो मात्रै चढ्नु सक्छ नत्र सकिँदैन है एकदमै चिसो होइन माथि पुगेर रुनु पर्ला है अब त धेरै तल आइसक्यो सक्यो एकदमै गोपालै रमाइलो एकदमै इमेजिङ नसोचेको भन्दा पनि माथि पुग्दाखेरि चाहिँ है मोटे तिमीलाई कस्तो लाग्यो भन न झिसिङ भयो एकचोटि त त्यसपछि त मजा भयो तर जाडो लास्ट जाडो चिसो यार कति चिसो त्यत्रो टपमा त टपमा जाँदैन अब चिसो हो हामीहरू घिसिङ प्यारे त्यहाँनिर बस्दैछ खोइ हाम्रो सन्जय सर कता गयो ल है लेन भयो है लेन चट्टसँग लेन भयो कस्तो लाग्यो केटो चिसो है अबरै एउटा उसमा चढे जस्तो लाग्यो नि होइन होइन जाडो हो अरू के होइन कता बस्यो सन्जय बाबालाई रमाइलो भयो चढियो पनि घुम्यो पनि हेर्दै जानु होला अझै हामी के गर्दैछौँ के गर्दै गरिन्छ होइन हेर्दै जानु होला कस्तो भयो छिलिक भयो भएन छिलिक भयो भएन म कराएको सुन्नुभयो ल केटाहरूको फेस रियाक्सन हेर्नु न कस्तो डराएर डराउँछ भिडियो हेरौँ न भिडियो बोक्न के म यस्तो मुछ होला यहाँ माथि खेला 6 मिटर होला 6 मिटर 6 मिटर अलिक बढी होला 6 मिटर छ नि तर माथि पुग्दा त सिङ नै हुँदो रहेछ अलिक बढी ल हेर्दै जानु होला फाइनली हामीहरू चाहिँ अहिले हामी आइपुग्यौँ हाम्रो गाउँतिर हामी बस्ने एड्रेसतिर अब यहाँबाट थोरै मात्रै बाँकी छ मार्केट अलिकति किनमेल छ सो खानेकुराहरू ग्रोसरीहरू किन्नु जाँदैछौँ हामीहरूले अनि त्यसपछि गाडी बोलाएको छौँ हाम्रो नेपाली भाइहरूले गाडी किनेको छ यहाँ युरोपमा लाइसेन्स हुने हो भने इन्टरनेसनल लाइसेन्स बनाएर किन्न मिल्ने रहेछ अनि आउँदै हुनुहुन्छ दाइहरू अब हामी मार्केट छिरेर सामान किन्ने अनि त्यसपछि डाइरेक्ट होम हामी घरतिर जान्छौँ तिर प्रस्थान गर्छौँ हामी त्यही त हेरेर एकदमै प्रतिक्रिया दिनु होला हेर्नुहोस् लाइक गर्नुहोस् कमेन्ट गर्नुहोस् सब्सक्राइब गरिदिनुहोस् सपोर्ट गरौँ हामी सबैले नेपालीलाई होइन एकदमै ल हेर्दै जानु अर्को भिडियोमा पक्कै पनि हामी फेरि भेट्ने नै छौँ भेटौँला बाई बाई